यो मेसिन चाहिँ अब तर्ने क्रममा छ। हेर्नुहोस्, अब पुरै देखाउँदा त अब थुप्रो घन्टा लाग्छ टाइम है। मेसिन आधी बिचमा आइसकेको छ है। हेर्नु है साथीहरू, आधी बिचमा आएको छ, अलिकति गाह्रै छ अवस्था। अब हेरौँ, निकै गाह्रो छ अवस्था। दुधको सीको आधी बिच भन्दा पनि अगाडि आइसकेको छ है मेसिन। बिचमा आएर मेसिन अड्केको छ है, मेसिन अड्केको छ। उहाँहरूले भनेको ठाउँबाट लिएर आएको भए मेसिन अड्किँदैन थियो। अब यो फेरि यो मेसिन आएर अब यहाँ मिलाउनु पर्ने भयो, ढुङ्गाहरू मिलाउनु पर्ने भयो, नभए त तर्नुलाई गाह्रो पर्ने भयो। मेसिन चाहिँ अब तर्न सफल भएको छ है। ल, यो मेसिन त तर्न सफल भएको छ। यो आएर यसले बनाएर होइन, हल्का बनाएको थियो, मैले भिडियो पुस्ट गरेको थिएँ। अब चाहिँ मेसिन तरिसकेको छ भन्दा हुन्छ, आइसकेको छ है मेसिन। आयो भन्दै हुन्छ मेसिन। ल है त, हस् तपाईँहरूलाई अब फेरि म अरू नयाँ भिडियो लिएर आउनेछु है। आजलाई बाई हजुरहरू सबैजनालाई, हस्।